आज हामी कुञ्जिनी खण्डकाव्य अध्ययन गर्न गइरहेका छौँ। कुञ्जिनी खण्डकाव्य ब्याचलरमा पनि यो समावेश गरिएको छ। यो सामाजिक प्रचलित घटनामा आधारित रहेको छ र यसैलाई चाहिँ हामी अध्ययन गर्न गइरहेका छौँ। कथावस्तु यस प्रकार रहेको छ। प्रस्तुत खण्डकाव्यको आख्यान समाजमा प्रचलित घटनामा आधारित छ। समाज सापेक्ष यथार्थ घटनामा आधारित भएकोले कुञ्जिनीलाई सामाजिक खण्डकाव्य भनिन्छ। यस खण्डकाव्यको कथावस्तु गजुरीपेडाको कोल्पु नदीको तीरबाट प्रारम्भ भएको छ। कोल्पु खोला नजिकै झिल्टुङ गाउँमा बस्ने गोरे राहुल घाँस काटेर फर्कदा कोल्पु नदीको तीरमा बसेर गीत गाउँछ। गीत गाएको सुनेर कुञ्जिनी पनि भेडा चराउन त्यतैतिर लिएर आउँछ। गोरे र कुञ्जिनी बीच प्रेममय संवाद चल्छ। प्रेममय संवादका माध्यमबाट गोरे र कुञ्जिनीले वैशालु जीवनका भावनाहरू साटासाट गर्छन्। उनीहरूको प्रेम बलियो हुँदै जान्छ। कुञ्जिनीले प्रेम प्रकट गरेपछि गोरे राहुत असाध्यै खुसी हुन्छ। एक दिन गोरे कुञ्जिनीलाई माग्न कुञ्जिनीका बाबु ठालु सिंह कहाँ जान्छ। गरिब तथा निम्न वर्गीय गोरे कुञ्जिनीलाई माग्न आएकोमा ठालु सिंहले तथा नाम गाली गर्दै भन्छ। तारा मण्डल छाना तेरो तिते फापर खाना, भिरको सानो मकै बाँदर हाँक्छस् निकै ताना। नाक छोप्ने टालो छैन टोपी कालो हाँडी, ठालु सिंहकी छोरी माग्ने खस्रा हात माडी। यसरी चाहिँ उसले सानो कविता मार्फत उसले अपमान गर्छ। त्रिशुलीमा डुबी आइज मेरी छोरी लिन, नत्र भिरको भालुलाई जा मैले दिन्न। यसरी उसले चाहिँ ठालु सिंहले गोरेलाई अपमानित गर्छ। गोरे अपमानित भई फर्कन्छ। त्यसको केही दिनपछि मावल गएको कुञ्जिनी साँझ परिसक्दा पनि नफर्किएकोले ठालु सिंह निकै चिन्तित हुन्छ। आकाशमा बादल मडारिएकोले ठालु सिंह झन चिन्तामग्न हुन्छ। उता गोरे कुञ्जिनी कुन बेला आउली भनेर कोल्पु तीरमा बसेर प्रतीक्षा गरिरहेको हुन्छ। कोल्पु खोलामा भेल बढेको हुन्छ। त्यसै बेला परबाट कोही मानिस आएको देख्छ र उसले चिन्न नपाउँदै खोलामा हाम फालेको र चिच्याएको नारी आवाज सुन्छ र भेलमा हाम फाल्छ। खोलामा हाम फालेर पौडे कुञ्जिनीलाई फेला पार्छ र बोकेर घर लगिदिन्छ। यसरी कुञ्जिनीलाई बचाएर ल्याएकोमा ठालु सिंह खुसी भई उसको बिहे गोरेसँग नै गरिदिने बाचा प्रकट गर्छ। त्यसै बेला गोरेलाई जागिरको क्रममा जर्मनको लडाईँमा जानुपर्ने हुन्छ। गोरे कुञ्जिनीलाई सम्झाइ बुझाइ चन्द्रगिरीबाट काठमाडौँलाई नमस्कार गरी लडाईँमा जान्छ। त्यसपछि ठालु सिंहले कुञ्जिनीलाई गोरे फर्कने आश नगर्न सल्लाह दिन्छ र लखन लेप्टेनको छोरो सेतेसँग बिहे गरिदिने विचारले कुरो छिन्न गजुरीपेडा जान्छ। आफ्नो इच्छा विपरीत लखन लेप्टेनको छोरो सेतेसँग बिहेको कुरा छिनिसकेको थाहा पाएपछि कुञ्जिनीको मुटु छिया हुन्छ। उता गोरे बजुरिस्तानको लडाईँमा घाइते भई नेपाल र कुञ्जिनीलाई सम्झँदै गर्छ। यता कुञ्जिनीको बिहे चाहिँ जबरजस्ती गरिदिन थालेपछि बिहेका दिन गहना र कपडामा सजिएकी कुञ्जिनी माइतीका आँखा छर्लेर त्रिशुलीमा हाम फालेर मर्छे। अहिले पनि कोल्पु नदीको तीरमा राति एक जोडी छाया देखिन्छ भन्ने त्यहाँका मानिसहरूको भनाइ छ।